हेलो गाइज, नमस्ते सेवा। अहिले म चाहिँ अब आफ्टरनुनमा हिँडेको छु होइन, वकिङको लागि। किनभने धेरै बर्सात भयो, भनौँ न हिजो अस्तिको दिनदेखि बर्सात भएर आज चाहिँ अलिकति रोकिएको जस्तो महसुस भएको छ होइन। पानी रोकिए जस्तो भएको छ। फेरि पर्नको लागि चाहिँ टम्प रेडी पोजिसनमै छ वेदर चाहिँ। ल हेर्नुहोस्, यो चाहिँ गोदावरीको पार्क हो, यो पार्कभित्र हो है। यहाँनिर चाहिँ भलबाडीले यहाँको पुल बगाएपछि चाहिँ अलि यो काठको पुल बनाएर लगाएका छन्। गोदावरीको खोला। हजुरहरूले देख्न सक्नुहुन्छ गोदावरी पार्कमा चाहिँ एकदमै होइन, एकदमै अहिले यति बेला चाहिँ एकदम भनौँ न जुगा लाग्ने मौसम हो। त्यस कारणले गर्दाखेरि फेरि दसैँको टाइम पनि पर्यो है, त्यही भएर मान्छेहरू अलिक कम्ती देखिन्छ। नत्र भनेदेखि यहाँ यो गोदावरी पार्कभित्र मान्छेको भिड थामी नसक्नुहुन्थ्यो भने यो अवस्थामा चाहिँ, दसैँको अवस्थामा चाहिँ अलिक देखिँदैन। मान्छेहरू कताबाट फटाफुटा एउटा दुइटा देखिरहेछ। म चाहिँ वकिङको लागि हिँडेको है, दिउँसोको। एकदम जुगा लाग्छ है यो अवस्था, अहिलेको सिचुएसनमा चाहिँ, अहिलेको अवस्थामा चाहिँ। ल म चाहिँ एक्लै हिँडिरहेको छु होइन। यहाँनिर यताबाट चाहिँ वक गर्दै यसो भिजिट गर्दै जाउँ भनेर हिँडिरहेको छु। ल यो खुलिसकेको छ, यो मासतिर पनि होइन। प्राय बिहान चाहिँ खुल्दैन रहेछ, दिउँसोबाट मात्रै खुल्दो रहेछ। यो मासतिर गार्डन हो। म चाहिँ सट्ट वकिङ गर्नुलाई एक्लै हिँडिरहेको छु वकिङको लागि होइन। क्लाइमेट हेर्नुहोस्, आजको क्लाइमेट यस्तो छ, पुरै पानी पर्ने अवस्था छ। फेरि भारी वर्षा हुने सम्भावना छ। मौसमले त्यस्तै देखाइरहेछ। यहाँ हेर्न सक्नुहुन्छ, यता चाहिँ गार्डनहरू छ होइन। अन्त यो पुरै गार्डन हो, गार्डन त यता यो पुरै गार्डन नै हो। तर पनि तपाईँको यो माथि चाहिँ अझै राम्रो फुलहरू छन् होइन। यहाँ घर छ है, यहाँ पर छ। अलिक राम्रो सिन भएको कारणले गर्दाखेरि चाहिँ होइन।
छ है। यो टाइममा चाहिँ जुका एकदमै लाग्छ है साथीहरू, जुका धेरै एकदमै लाग्छ। त्यही भएर खासै यहाँको पार्कमा अहिले चाहिँ घुम्न फिर्न सकिँदैन, जुकाको एकदमै माहौल ज्यादा हुन्छ। त्यही भएर कटुस पनि फुलिसकेछ है साथीहरू, कटुस फुलिसकेछ। म तल्लोपट्टिको गेटबाट छिरेको, अब अहिले चाहिँ यहाँ माथिल्लोपट्टिको मेन गेट हो यो, टिकट काट्ने ठाउँ। तल्लोपट्टि पनि काट्छ टिकट चाहिँ, तर प्रायः तल्लोपट्टि शनिबार सटरडे मात्रै काट्छ। यता भनेको चाहिँ एभ्रिडे भनौँ न, यता चाहिँ होइन, प्रत्येक दिनै यतै मेन गेट हो यो। ल म चाहिँ अहिले मेन गेटबाट निक्लेर बाहिर निक्लेर घुम्नु जाने हो होइन, वकिङको लागि हिँडेको हो। एक्लै छु। ल हेर्नुहोस् खोला, खहरे खोला, गोदावरीको खहरे खोला। गार्डन यता चाहिँ शौचालयहरू छ है साथीहरू। तपाईँहरू पनि घुम्नु आउनु भएको छैन भने घुम्नु आउनु होला, एकदम राम्रो पार्क छ है, घुम्न सक्नुहुन्छ यहाँ हजुरहरू होइन। पार्कहरू राम्रो छ, ठुलो छ एरिया। अझै म त यो सर्टकट आएको हो, बिचको बाटैबाट हिँडेर आएको हो। टिकट घर चाहिँ यो हो, यहाँ रेस्टुरेन्ट पनि छ। यो भित्र चाहिँ राम्रो व्यवस्थित छ है, रेस्टुरेन्ट पनि छ। मेन गेट हो, यता पार्किङ हो होइन। म चाहिँ यो मेन गेटबाट मास्तिर आइसकेको छु। यसरी गर्दै म यताको तर्फ लागिसकेको छु है त साथीहरू। यहाँ चाहिँ सायद ट्राउट माछा पनि छ भनेर सुनेको थिएँ, सायद ट्राउट माछा निकाल्दैछन् जस्तो छ त्यहाँनिर होइन। यो खहरे खोला भयो, खोलालाई चेपेर रेस्टुरेन्टहरू गार्डनहरू छ है। यहाँ चाहिँ गोदावरी गार्डन रेस्टुरेन्टहरू है यो चाहिँ। हेर्नु होला साथीहरू। अब म यहाँदेखि चाहिँ यसरी गएर यो बाटो गएर यहाँबाट फेरि लेफ्ट लाग्छ है। म चाहिँ लेफ्टतर्फ जाँदैछु है। म चाहिँ यता लाग्दैछु है। यता चाहिँ कुण्डा पनि छ है, कुण्डा धर्मावलम्बीहरूलाई भन्ने कुण्डा। यो माथिल्लोपट्टि चाहिँ के भन्छ गुम्बा, ठुलो गुम्बा छ है तामाङहरूको। म अहिले यतातिर वरिपरि रेस्टुरेन्ट पुरै होटल रेस्टुरेन्ट है। यो चाहिँ ठ्याक्क गोदावरी पार्कबाट निक्लेपछिको बाहिरको अवस्थाहरू। यो रेस्टुरेन्ट चाहिँ बन्द भएछ है। यो रेस्टुरेन्टमा पहिला मैले पनि काम गरेको थिएँ, बिचरा बन्द भएछन् होइन। गुम्बा है यहाँ चाहिँ ठुलो गुम्बा छ है। यहाँ एकदम ठुलो गुम्बा छ।
यो चाहिँ मन्दिरको एरिया है, कुण्ड मन्दिर भन्छ। म पनि पसेर एकछिन दर्शन गर्नु पर्यो है त, मन्दिरको दर्शन। दर्शन गरेर जाने मेरो पनि सोच चाहना हो है। सती माता हुने गर्छ यहाँ चाहिँ, त्यही यो चाहिँ कुण्डा भन्छ है यहाँ, यसलाई चाहिँ। अझै यो भित्र कहिल्यै छिरेको छैन है, पानी पानी रहेछ है, पुरै पानी बगिरहेको छ है यहाँनिर चाहिँ। घन्टी पनि बजाइदिनु पर्यो, धेरै साह्रो बजाएन है। मेरो भिडियोलाई एकछिन स्टप गर्छु है यहाँनिर। अब म हेर्छु ल, स्टप गरेर। पानी आइरहेछ है भित्र मन्दिरपट्टिबाट चाहिँ, पुरै पानी आइरहेको थियो। कहाँबाट आएको मलाई पनि थाहा भएन। यो चाहिँ ल, मन्दिरबाट म चाहिँ अब यहाँबाट निक्लिँदैछु, निक्लेर जाँदैछु। सबैको रक्षा गरौँ होइन। अब यहाँदेखि म उता चाहिँ गएको छुइनँ क्या, त्यही भएर अब यहाँदेखि उता जाने कोसिस गर्दैछु है। कहाँसम्म रहेछ बाटो, कस्तो रहेछ होइन। म यहाँदेखि उता गएको छैन क्या, त्यही भएर म उता जाने प्रयास गर्दैछु है। ल, यहाँ तल त यहाँ पोखरी बनाएछ। पहिला यस्तो पोखरी चाहिँ थिएन है, पहिला चाहिँ थिएन पोखरी। यहाँ अहिले पोखरी बनाएर रहेछ, धारा रहेछ यहाँ है। यसरी यो धारा पनि थिएन पहिला, यहाँ खोला बग्थ्यो है, अहिले धारा बनाएछ। अनि लगायत पोखरी यसरी, यो पोखरी पनि थिएन है यहाँनिर। यहाँ पछिबाट यहाँनिर यसरी संरक्षण गरेर चाहिँ एउटा पोखरी जस्तो बनाउनु भएछ, पोखरी बनाउनु भएछ भनौँ न। यो बल्छी पनि खेल्नु हुँदैछ है क्या हो, हाम्रो बाले त त्यहाँनिर, हाम्रो बाले ल बल्छी पनि खेल्नु हुँदो रहेछ है त। ल, अब म यो मन्दिरबाट फेरि अगाडि बढ्दैछु है त। पञ्चदेव देवल पिकनिक स्थल अरे है यहाँनिर चाहिँ, त्यही लेखेको छ है। म अगाडि बढ्दैछु। यता जाँदैछु, यो बाटो चाहिँ कता जान्छ होइन, मलाई पनि थाहा भएन। पानी रहेछ, सायद म जानु सक्दिनँ जस्तो लाग्यो है। यहाँनिर पानी रहेछ, सायद बाटो पनि यहीँसम्म हो क्या हो जस्तो लाग्यो, यहाँदेखि उता छैन जस्तो लाग्यो केही पनि होइन। यो चाहिँ राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र अरे होइन, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान सम्मते रहेछ है। म यहाँदेखि चाहिँ अब फेरि ब्याक हुँदैछु है त साथीहरू। ल, ब्याक भएर होइन, यता चाहिँ फेरि पिकनिक स्थल है, यो चाहिँ रिसोर्टहरू होला यो भित्र सायद होइन। ल, म चाहिँ ब्याक भएर फेरि अब आफ्नै गन्तव्यपट्टि फर्काउँदैछु है त। ल साथीहरू, भिडियो हजुरहरूलाई कस्तो लाग्छ होइन, कमेन्ट सब्सक्राइब गरिदिनु होला है, लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ। ल साथीहरू, म रिटर्न भइसकेको छु होइन। मेरो भिडियो एकदम लामो हुनेछ है साथीहरू, एकदम लामो हुनेछ है। म हजुरहरूलाई एकदम रमणीय, गोदावरीको रमणीय ठाउँहरू देखाउनेछु, होटेलहरू। यो सबै गोदावरीको होटेलहरू है। हजुरहरू घुम्नु आउनु हुँदाखेरि
बास बस्ने ठाउँ भनौँ न होइन पनि छ यहाँनिर हजुरहरूलाई सुविधा छ धेरै राम्रो राम्रो होटेलहरू छ यहाँनिर ल म फर्किसकेको छु फेरि पनि यहाँनिर चाहिँ यहाँबाट चाहिँ हुँदो गोदावरी जाने बाटो है गोदावरी पार्क जाने बाटो है यो चाहिँ यहाँबाट फेरि उता चाहिँ गोदावरी पार्क जान्छ है भने यहाँबाट चाहिँ यता चाहिँ फेरि बस पार्क भन्छ गोदावरीको बस पार्क जाने बाटो है यो चाहिँ ल साथीहरू म बस पार्क गोदावरी पार्कबाट निक्लेर यता कुण्डा मन्दिरसम्म पुगेर पनि फर्किँदैछु होइन अब बस पार्क निस्किन्छु बस पार्क निस्केर त्यसपछि रुमतिर जाने घरतिर जाने तर्खर लाग्छु है त साथीहरू को लागि बाटो कता कता बिग्रेको छ यताउता भयो भने उहाँहरूले बाटोको लागि देशको लागि उहाँहरूले यसरी खटिराख्नु भएको छ होइन उहाँहरू एकदम देशको रक्षक साथीहरूले अहिले आएर बाटोघाटो पनि बिग्रिँदाखेरि उहाँहरूले बनाउनुपर्छ मर्मत गर्नुपर्छ भन्नेको लागि त्यस अर्थको लागि चाहिँ उहाँहरूले गरेर फर्किनु भएको रहेछ है फर्किनु भयो जानुभएको होला है यो चाहिँ उहाँहरू चाहिँ यो बाटो कहाँ कहाँसम्म बिग्रेको छ के छ कस्तो छ अब बर्खा एकदम बर्खा लागेको झैँ भएको छ होइन असोजको टाइममा बर्खा बाढी पुरै भेल बगिरहेछ होइन दुनियाँ ठाउँमा बस्ती बगाएका छन् दुनियाँ ठाउँमा बस्नु पाएको छैन मान्छेहरू होइन बाटोघाटो लगेका छन् मान्छेलाई बिच अवस्थामै अप्ठ्यारो पारेको छ भनौँ न यसपालोको बाढीले यो असोजको बर्खाको बाढीको कारणले गर्दाखेरि धेरै यात्रुहरू आफ्नो गन्तव्य स्थानमा पुग्न नपाई होइन फर्किनु परेका छन् भने कतिपय बिजोग बाटोमा भएर बस्नु भएको छन् कतिपयको त्यही यात्राकै क्रममा ज्यान गुमाउनु परेको छ है यसरी हाम्रो नेपालमा यो छ अवस्था यो चाहिँ एक्सर्साइज गर्ने ठाउँ पनि म आइपुग्न लागेँ होइन म एक्सर्साइज गर्ने ठाउँ यतितिर नै एक्सर्साइज गर्न आउँछु बिहान बिहान तर आजभोलि चाहिँ दसैँ प्लस पानीको कारणले गर्दाखेरि म यो एक्सर्साइज गर्न आउनु पाइरहेको छुइनँ अब भोलिदेखि चाहिँ फेरि निरन्तरता दिन्छु भन्ने एउटा लागिरहेछ मलाई होइन यहाँनिर चाहिँ एक्सर्साइज गर्ने ठाउँ छ है यहाँ चाहिँ है त यो चाहिँ एक्सर्साइज गर्ने ठाउँ है यहाँनिर चाहिँ ल बिहान बिहान एक्सर्साइज गर्ने ठाउँ यो चाहिँ ल म हजुरहरूलाई बस पार्कको तर्फ लान्छु है त अब यहाँदेखि सिधै गएर चाहिँ बस पार्क आइपुग्यो है म अब बस पार्क यहाँ गोदावरीको बस पार्क आइपुगेँ है त साथीहरू गोदावरीको बस पार्क यहाँनिर लाइनको समस्या भए जस्तो छ ओहो रुख ढलेछ यहाँनिर
ल यहाँ ठुलो रुख थियो, यहाँ सुगाको पनि बच्चा थियो जस्तो लागेको थियो होइन। यो चाहिँ खेल मैदान, गोदावरीको ठुलो खेल मैदान भनौँ न। यहाँ चाहिँ हरेक साल हरेक साल यहाँनिर चाहिँ दसैँको बेलामा यहाँ चाहिँ फुटबल खेलेर रमाइलो गरिन्छ। र साथै यहाँ चाहिँ रुख पनि लडेछ है। यता साथीहरू हाम्रो सेना टोलीहरू कताबाट आउनु हुँदैछ। उहाँहरू सायद कतै केही भएर नि उहाँहरू जानु हुँदैछ। अगाडिका टोलीहरू पनि जानुभएको थिए भने अहिले फेरि पछाडिबाट फेरि जानु हुँदैछ है। ल रुख लडेछ है यहाँ पनि। हिजोको हावा बहारले, हिजोको हावाको कारणले गर्दा होला यो चाहिँ रुख यहाँ पनि भाँचिएछ। बस पार्क आइपुगेँ म चाहिँ है। यो चाहिँ बस पार्क हो है, गोदावरीको बस पार्क। बन्द रहेछ यतातिर सबै। यहाँ चाहिँ स्टलहरू चाहिँ प्राय खुल थियो भने हिजोको पानीको कारणले गर्दाखेरि होला सबै बन्द रहेछ। हिजो पानी प्लस हावा चलेको कारणले गर्दाखेरि रुखहरू पनि एकदम लडेछ है, भाँचिएछ। एकदम मान्छे पातलो रहेछ। दसैँको कारणले गर्दा पनि होला, दसैँ अझै सकिएको छैन नि त होइन। कहिले पुर्ने समय कहिलेसम्म लाग्छ भन्ने सुनेको थिएँ दसैँ, सायद दसैँको कारणले गर्दा पनि होला। हस् त साथीहरू, हजुरहरूलाई यो मेरो भिडियो कस्तो लाग्छ होइन, यतिसम्म मैले हजुरहरूलाई देखाइदिएको छु होइन। यहाँको जुन गोदावरीको हरेक अमूल्य चिजहरू भनौँ न, गोदावरीको त यो अमूल्य चिजहरू नै हो है। हजुरहरूलाई मैले छोटो भिडियो बनाएर देखाइदिएको छु। कस्तो लाग्छ यहाँहरूलाई प्रतिक्रिया दिनु होला है त। साथै म हजुरहरूलाई अलिकति लम्बाउन चाहेँ, किनभने यहाँ हाम्रो यो संसद भवन भन्छ होइन। यहाँ चाहिँ सनराइज संसद भवन भन्छ है। यो चाहिँ अस्ति हाम्रो जेनजीहरूको कारणले गर्दाखेरि जेनजीकै मातहतबाट चाहिँ आगजानी गरेर अहिले यो अवस्थामा पुर्याएको छ। म हजुरहरूलाई यो पनि छोटो देखाउन चाहन्छु। र यतातिर चाहिँ अब के कसो हुन् होइन, उहाँहरू चाहिँ अब जे जस्तो भए पनि अब हामीले नेगेटिभ नसोचिदिउँ भन्ने मेरो चाहना। र अर्को कुरो जुगा चाहिँ लाग्छ है, सायद उहाँहरूलाई जुगा लागिसक्यो होला मेरो विचारमा। जुगा चाहिँ यहाँ चाहिँ डेन्जर छ है, जुगा यस्तो ठाउँमा चाहिँ। ल हेर्नुहोस् त साथीहरू, गोदावरीको यो जुन गोदावरी ललितपुर जिल्लामा चाहिँ हेर्नुहोस् न, यहाँ कति धेरै छ बिजुलीको पोलहरू। हाम्रो गाउँठाउँमा खोइ त पुगेको यो। हाम्रो गाउँठाउँमा खोइ त यति धेरै यसरी स्टक गर्नु सकेको छ। राम्रो ठाउँ पुर्याउनु सकेको छैन, के स्टक त गर्नु कुरा भन्नु होइन। यहाँ हेर्नुहोस् है, यहाँ ललितपुर जिल्लामा चाहिँ गोदावरी नगरपालिका। ल यो चाहिँ संसद भवन है, अस्ति हाम्रो जेनजीहरूले चाहिँ आगजनी गरेको भवन हो यो। हस् त, मेरो भिडियोलाई अब चाहिँ यहीँनिर इन्ड गर्न चाहेँ। हस् त, धन्यवाद। हेरिदिनु होला होइन, हेरेपछि कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। सबैले माया गरिदिनु होला है त साथीहरू। ल त, ओके, गुड बाई।